पेट भाजा सुन्नुहोस् है कत्रो रे यो पेट भाजा कसको उसको कले गराएको त्यो चाहिँ उसको श्रीमानले त्यसपछि उठ्दाखेरि हात टेकेर उठ्थ्यो मलाई चाहिँ कस्तो लाग्यो भने यसलाई यस्तो गराउँछन् भन्ने त थाहा थियो मलाई त्यसरी किन भागेर आयो यस्तो बनाइ माग्न थाहा किन भागेर आला जस्तो लागिरहेको थियो मलाई मनमा के हात टेकेर उठिरहेछ हिँड्दाखेरि पुरा यहाँ गरेर हिँड्छ त्यो भागेर आएको सम्झे कि यसलाई थाहा थियो होला यस्तो गराउँछ मलाई यस्तो गराइ मान्न किन आला जस्तो लागिरहेको छ किन आउनु भयो त्यसपछि अब त्यतै बनाइ माग्न यो प्रश्नको लागि भएको छ किन आउनु भयो साँच्चै कि खै के भन्ने छोड्दिनु अनि त्यसपछि मेरो अब उठपटाङ दिमाग के मैले चाहिँ त्यो सोचिरहेको रहेछु कि यस्तो भएको छ यो त ग्यास्ट्रिक भन्दा पनि खतरा रोग हो यत्रो पेट भएको छ उठ्दाखेरि दुईटा हात टेकेर उठ्छ तपाईँले सघाउनु भएन उठाउन बसाउन त्यो के सघाउनु नि आफै पहिला मान्छे भागेर आएको तपाईँले ल्याउनु भयो भने त भगाएर तपाईँ ल्याउनु भयो नि ल्याएकै भन्नु पर्यो कि ल्याएकै हो भन्नु परेन हो भन्नु न नि भन्नु पर्छ होइन सुन्नु न त्यस्तो गरायो भने किन भागेर आला कि है अहिले भन्ने सोच गर्नु भयो यहाँले तर मनको कुरो के तीनवटा बिहे गरिसक्नु भयो अगाडि तर त्यस्तो देख्नु भएको थिएन उहाँ जस्तो गर्नु भएको थियो तीनवटा श्रीमती अगाडि पहिला त त्यो सानो बिहे गरेको 16-17 वर्षमै त्यस्तो अवस्था बिचमा चाहिँ अब पर्छ बिचमा अब कसैलाई मैले सन्तान नबनाउने शर्तमा ल्याएको हो नि त उनीहरूलाई पनि मेरो त पहिलो सन्तान थियो त्यसपछि त्यति बेला याद गर्नु भएन याद भएन बेठा कठा उसँग सबै कुराहरू अब म त फर्स्टदेखि लास्टसम्म बस्यो नि त सबै गतिविधि देखेँ क्या मैले सोचेँ भैया यो त बहुत खतरनाक हो यस्तो ठाउँमा किन आउनु थाहा थियो होला यस्तो गराउँछन् भन्ने थाहा थियो तपाईँलाई खै के छोड्दिनु मन नबोल्ने प्रश्नै छैन एन्सरै छैन अनि अब मलाई चाहिँ के लाग्थ्यो भने अब मलाई बच्चा सुने रोएपछि एलर्जी लाग्थ्यो अब उसले बच्चा पाएपछि म कसरी सुत्ने होला राति त्यो बच्चा नरोएर ठुलो भयो कि जन्मेपछि यो छिमेक पनि कहिले सुन्दैन रोएको हो आमालाई थाहा हुन्छ नि यो कुरा त बच्चा छ भन्ने थाहा हुन्न थियो रुँदैन त्यस्तो हुने रहेछ त्यो रोएको कष्ट भएछ अहिले त गर्ने त्यसपछि नरहन्छ अब अहिले कति छन् बच्चा तपाईँको तपाईँ दुवैजना एउटा बाबु मात्र छ पहिलाबाट त नानीहरू बाबु हुन् बाबु यहीँ आछ यहीँ छ एउटै बाबु अहिले चाहिँ प्लानिङहरू के छ अहिले चाहिँ प्लानिङ त अब बन्द गर्ने प्लानिङ पुरा 12 वर्ष 11 वर्ष भइसक्यो कान बाबु नै सानो भएको सब अकाउन्ट हैन बन्द गर्नु भनेर पनि अब म पनि अब 40 वर्ष पुग्लाई के हैन अझै छन् बाँकी त हैन त तर अनि अब त्यस्तो मर्ने बेला हरेक कागर गर्नु भएन नानी छोरीको माया लाग्छ होला छोरी पनि हैन अब त्यो माया त के त्यसपछि फेरि अर्कोको माया लाग्ला के हामी कामै त्यही गर्ने अरु काम खै छोरी मान्छेलाई अथवा आमालाई छोरीको माया बढी लाग्छ भन्छन् हैन हाम्रो सब फिल्म क्यान्सल गरिसक्यो चेत भइगयो त्यो हातले पाल्नु पर्यो हातले जन्मान मात्र भइसक्यो भन्दै हुनुहुन्थ्यो त्यही भएर पनि हजुरले चाहिँ यिनी कुराहरू बन्द गर्नु भएको होला सबै यिनी कुराहरू बन्द धेरै पाएर के गर्ने अरे हो यसो खुसी छ मलाई खुसी हुनुहुन्छ अब फिल्म सक्यो के फिल्म सक्यो